कोरियाको फेवाताल घुम्न जाने होइन त? र यति सुन्दर ठाउँ छ यहाँनिर कोरियामा, जुन तपाईँहरू जानुभयो भने फेवातालकै भाइब दिन्छ, तर फेवाताल चाहिँ होइन। र यहाँ चाहिँ तपाईँहरू यदि माछा मार्न अथवा चाहिँ बल्छी खेल्न चाहनुहुन्छ भने पनि चाहिँ नाक्सी गर्ने ठाउँ पनि छ। र यहाँ हेर्नु त हेर्दै एकजना दाइले माछा पारिसक्नुभयो आफ्नो बल्छीमा। र यहाँ वरिपरि चाहिँ क्याफेहरू सिक्दाङहरू पनि भएकोले गर्दाखेरि माथि डाँडातिर छ। र त्यहाँ बसेर चाहिँ यो पोखरीको एकदमै मनोरम भ्यू हेर्दै खाजा नास्ता गर्न, कफी खान पनि सकिन्छ। र रमाइलोसँग चाहिँ फोटो भिडियो बनाएर इन्जोय गर्न सकिन्छ। र तपाईँहरू पनि चाहिँ कोरियामा हुनुहुन्छ भने मैले कमेन्टमा पनि राखिदिएको छु र यो भिडियोको स्क्रिनमा पनि छ यो ठेगाना। र यो ठेगानामा चाहिँ गएर यो ठाउँको मजा लिन सक्नुहुन्छ। र यो ठाउँमा चाहिँ विशेष गरेर चाहिँ आन्सङ अथवा चाहिँ फेन्तेक एरिया नजिक हुनुहुन्छ तपाईँहरू, योङ्गिन एरिया नजिक हुनुहुन्छ भने चाहिँ यो ठाउँ अझ उपयुक्त हुन्छ।